गोर्खा वेलफेयर ट्रस्ट बेलायतमा स्थापना भएको कल्याणकारी संस्था हो। ट्रस्टले नेपालमा सन् 1976 देखि ब्रिटिस पूर्व सैनिक तथा अन्य समुदायको आवश्यकता अनुसार विभिन्न सहायता पुर्याउँदै आएको छ। नेपालमा खानेपानी तथा सरसफाई, स्वास्थ्य, शिक्षा र विपद प्रतिकार्यको क्षेत्रमा ट्रस्टले पुर्याउँदै आएको योगदान अतुलनीय छ। यस वृत्तचित्रमा भने ट्रस्टद्वारा सञ्चालन गरिरहेको खानेपानी र सरसफाई सम्बन्धी कार्यक्रमको कार्यपद्धति, योजना कार्यान्वयन र सञ्चालनसँग सम्बन्धित विषय मात्र समेटिएको छ। गोर्खा वेलफेयर ट्रस्टले नेपालमा खानेपानी योजना निर्माण गर्न थालेको झन्डै 50 वर्ष पुग्नै लागेको छ। यस अवधिमा ट्रस्टले देशका 51 जिल्लामा 2400 भन्दा बढी खानेपानी योजनाहरू निर्माण गरिसकेको छ। गोर्खा वेलफेयर ट्रस्ट नेपालले निर्माण गरेका खानेपानी तथा सरसफाई योजनाहरूले अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाइसकेको छ। गोर्खा वेलफेयर ट्रस्ट चाहिँ अब प्रिडोमिनेन्टली युकेद्वारा फन्डेड संस्था नै हो। विशेष गरिकन यो हाम्रो खानेपानी विभाग चाहिँ र हामीले हरेक फिजिकल इयरमा प्रोजेक्ट सुरु गरिसकेपछि विभिन्न समयमा चाहिँ एफसिडिओको अथवा युकेको चाहिँ अनुगमन भिजिट नै रहन्छ र एउटा मुख्य भिजिट भनेको चाहिँ यो एनुअल रिभ्यूको लागि हो। र उहाँहरू एनुअल रिभ्यूमा आउने क्रममा चाहिँ उहाँहरूले आफ्नै विज्ञहरू पनि लिएर आउनुहुन्छ ब्रिटिस एम्बेसी काठमाडौँबाट र उहाँहरूले एक्सटर्नल कन्सल्टेन्टहरू पनि कहिले इन्डियाबाट कहिले मलेसियाबाट हायर गरिराख्नु भएको हुन्छ र अनुगमन गर्ने क्रममा चाहिँ हामी स्टाफसँग त सोध्ने कुरा छँदैछ उहाँहरूको र उहाँहरूले खानेपानी उपभोक्ता समिति, रुरल कम्युनिटिज, लोकल गभर्मेन्ट, प्रदेश सरकार, सङ्घीय सरकारहरूसँग पनि हाम्रो प्रोग्रामको इम्प्याक्ट कस्तो रहेको छ त भन्ने कुराहरूको चाहिँ उहाँहरूले धेरै नै इन्भेस्टिगेसन गर्नुहुन्छ। र अहिले नयाँ प्रोग्राम चाहिँ हाम्रो RWEPP रेजिलेन्ट वास एन्ड इमर्जेन्सी प्रिपेयरनेस प्रोग्राम भनिन्छ र यसमा रेजिलेन्स कम्पोनेन्टहरू पनि छन् र जुलाई 2021 इङ्ग्लिस डेटमा हामीले सुरु गरेको। योभन्दा अगाडिको प्रोग्रामलाई चाहिँ हामीले RWSP भन्थ्यौँ, रुरल वाटर एन्ड सेनिटेसन प्रोग्राम। त्यो लामो समयसम्म सञ्चालन भयो। त्यो 2012 देखि 2021 सालसम्म सञ्चालन भएको थियो। त्यो 9 वर्षको लामो अवधिमा हरेक वर्ष युके तथा एफसिडिओ ब्रिटिस एम्बेसी काठमाडौँको एनुअल रिभ्यूमा चाहिँ हामीले 7 वटा A+ र 2टा A ग्रेडिङ ल्याएर 9 वर्षमा चाहिँ ओभरअल A+ ग्रेडमा चाहिँ हामीले प्रोग्रामलाई चाहिँ एउटा सक्सेसफुली क्लोज गरेको थियो भनौँ। रिस्क पनि माइनर रिस्क थियो। र अहिले पछिल्लो समयमा आएर यो रेजिलेन्ट वास एन्ड इमर्जेन्सी प्रिपेयरनेस प्रोग्राम पनि 2 वर्ष चाहिँ एनुअल रिभ्यू भइसकेको छ र 2 वर्षको एनुअल रिभ्यूमा हामीले अहिले पनि A+ ग्रेडिङ र लो रिस्क विथ लो रिस्क चाहिँ हामीले स्कोर एचिभ गरेको छौँ। यो त भयो नेपालको एचिभमेन्ट्सहरू। र एफसिडिओको A+ ग्रेडिङले के भन्छ भनेदेखिलाई गोर्खा वेलफेयर ट्रस्टको खानेपानी चाहिँ एकदमै दिगोपना छ, सस्टेनेबिलिटी छ हैन, अनि यसमा चाहिँ एकदमै ट्रान्सपेरेन्ट छ र पानी चाहिँ इन्टरमिडिएट होइन 24/7 नै आउँछ भन्ने चाहिँ तथ्याङ्कले यसले दिएको छ। र इन्टरनेसनल्ली अरू प्रोग्रामहरूसँग कम्पेयर गर्दाखेरि हाम्रो प्रोग्रामको मूल्याङ्कन कस्तो भएको छ भन्ने कुरा नि राख्न चाहेँ। अक्टोबर 2022 मा चाहिँ युकेले वाटरको र सेनिटेसनको इम्प्याक्टको चाहिँ उहाँहरूले एसेसमेन्ट गर्नुभएको थियो र यसको लागि चाहिँ 2टा कन्टिनेन्ट एसिया र अफ्रिका छानिएको थियो। त्यसमा 7 वटा देश र 10 वटा प्रोग्रामलाई छानिँदाखेरि एसियामा चाहिँ एफसिडिओले नेपालको प्रोग्रामलाई GWTलाई चाहिँ उहाँहरूले सिलेक्ट गर्नुभएको थियो। र यो वाटरको सस्टेनेबिलिटी र सेनिटेसन इम्प्याक्टमा चाहिँ GWTको प्रोग्राम चाहिँ ओभरअल बेस्ट आएको छ र फर्स्ट आएको छ र GWTले नेपालको कन्टेक्स्टबाट 92% स्कोर ल्याएको थियो भने ओभरअल। सेकेन्ड चाहिँ अफ्रिकाबाट मलावी भन्ने देश आएको थियो जसले चाहिँ 56% चाहिँ स्कोर ल्याएको थियो र फर्स्ट र सेकेन्डको जुन स्कोरको जुन ग्याप छ त्यो पनि एउटा सराहनीय ग्याप छ भनौँ GWTले एचिभ गरेको। त्यसले गर्दा गोर्खा वेलफेयर ट्रस्टले बनाएको प्रोजेक्ट्सहरू चाहिँ नेपालमा मात्रै नभइकन इन्टरनेसनल फोरममा मल्टी डेभलपमेन्ट सेक्टरको इम्प्लिमेन्टिङ पार्टनर्सहरू बिच कम्पेयर गर्दाखेरि पनि ह्युज मार्जिनले GWT चाहिँ अब सक्सेस भएको तथ्याङ्क आएको छ। यसलाई अझै मैले क्रमागत रूपमा जोड्नु पर्दाखेरि चाहिँ 2015 सालमा जुन विनाशकारी भूकम्प आयो त्यसपछि चाहिँ एफसिडिओ नेपालले त्यसपछिको खानेपानी स्ट्रक्चरहरूमा के कस्तो इम्प्याक्ट भयो, रुरल कम्युनिटिजको लाइभलीहुडमा कस्तो इम्प्याक्ट भयो भन्ने चाहिँ एउटा स्टडी गर्नुभएको थियो र त्यसमा के सजेस्ट गरिएको थियो भने
गभर्नमेन्ट अफ नेपाल र अरू एनजिओज र आइएनजिओजले बनाएको खानेपानीको संरचनाहरू चाहिँ 50% मेजर ड्यामेज देखिएको थियो भने गोर्खाल्यान्ड ट्रस्ट नेपालले बनाएको खानेपानीको आयोजनाहरू चाहिँ अन्ली 5% मात्रै माइनर ड्यामेज भएको देखिएको थियो र दिस अगेन गोज टु सो द रेजिलिएन्ट अफ आवर इन्फ्रास्ट्रक्चर एन्ड द लङ टर्म सस्टेनेबिलिटी अफ द प्रोग्राम। खानेपानी योजना निर्माण गर्दा गोर्खा वेलफेयर ट्रस्टले अपनाइने विधि, चरण र सिद्धान्त विशिष्ट खालको छ। प्रारम्भिक चरणमा खानेपानी तथा सरसफाइको चरम आवश्यकता भएको गाउँ बस्ती पहिचान गरिन्छ। ट्रस्टले यसका लागि गाउँपालिका तथा नगरपालिकासँग समन्वय गर्छ। त्यसपछि सम्बन्धित वडा अध्यक्षसँग समन्वय गरी वास्तविक खानेपानी समस्याको अध्ययन र समाधानको लागि सम्भाव्यताको प्रारम्भिक जाँचबुझ गरिन्छ। यदि सामाजिक तथा प्राविधिक रूपमा खानेपानी आयोजना निर्माण गर्न सम्भव देखिएमा सम्बन्धित वडा र गाउँसभाले प्रमाणीकरण एवं अनुमोदन गरी पालिकाको वार्षिक कार्यक्रममा समावेश गर्दछ। खानेपानी योजनाको तयारी चरणमा सामाजिक तथा सरसफाइ सुधारका कार्यक्रमहरू सञ्चालन हुन्छन्। यस अन्तर्गत सामाजिक सम्भाव्यता अध्ययन, आधारभूत तथ्याङ्क सङ्कलन, खानेपानीको कठिनाइ र आवश्यकताको छानबिन लगायतका क्रियाकलापहरू पर्दछन्। विवादरहित उपयुक्त खानेपानीको मुहान खोजी गर्ने, खानेपानीको दिगोपनाका लागि समुदायले तयारी गर्नुपर्ने पूर्वाधारहरूको कार्ययोजना तयार पार्ने, सरसफाइ शिक्षा र स्वच्छता सम्बन्धी सचेतनामूलक कार्यक्रम जस्ता क्रियाकलापहरू पनि यसै चरण अन्तर्गत पर्दछन्। खानेपानी योजनालाई दिगो बनाउनको लागि चाहिँ यो प्राविधिक र सामाजिक पक्ष दुईटै नै बलियो बनाएर लानुपर्ने हुन्छ। यसमा हाम्रो अनुभव अनुसार विगत हामी 20औं वर्ष काम गरे अनुसार यो सामाजिक पक्षहरूमा चाहिँ विशेष गरेर यो एडभोकेसी गर्ने कुरा, अवेरनेस गर्ने कुरा, जो चाहिँ समुदायलाई सेन्सिटाइज गरेर भविष्यसम्म चाहिँ खानेपानी योजनाको सञ्चालन सुनिश्चित गर्ने हिसाबले चाहिँ सामाजिक पक्षहरूमा जोड दिन्छौँ। मुख्य गरेर 3-4वटा विषयमा चाहिँ अलिकति जोड दिनुपर्ने रहेछ भन्ने हामीलाई अनुभव भएको छ मलाई। जस्तै एउटा समुदायको परिचालन, कम्युनिटी मोबिलाइजेसन अथवा समुदायको सहभागिता, यो चाहिँ की कुरा रहेछ, मुख्य कुरा। किनभने यो योजनाको हरेक चरणहरू हुन्छन्। ती चरणहरूमध्ये चाहिँ प्लानिङको चरण भनौँ, प्लानिङ फेज, अनि डिजाइन गर्ने फेज, अनि इम्प्लिमेन्टेसन अथवा कन्स्ट्रक्सन फेज, र त्यसपछि चाहिँ अपरेसन फेज अथवा निर्माण पछिको चाहिँ एउटा फेज। यो हरेक फेजमा चाहिँ समुदायको चाहिँ सक्रिय सहभागिता चाहिने रहेछ भन्ने चाहिँ हामीले हाम्रो एउटा अभ्यास अनुभवबाट चाहिँ प्रत्यक्ष रूपमा देखेका छौँ। यसो गर्दा चाहिँ जस्तै प्लानिङको लेभलमा आउँदा कसरी प्लान गर्ने भन्ने कुरा चाहिँ जनतासँगै बसेर जोइन्टली उहाँहरूसँगै बसेर, अनि डिजाइन गर्दाखेरि उहाँहरूको चाहना, उहाँहरूको भोइसहरू पनि डिजाइनमा, प्रोजेक्टमा चाहिँ इन्कर्पोरेट गर्ने, त्यो सँगै निर्माणको बेला समुदायलाई प्रत्यक्ष रूपमा परिचालन गर्ने, उहाँहरूसँग चाहिँ साझेदार रूपमै काम गर्ने, एउटा साझेदार पार्टनरकै रूपमा चाहिँ हामीले काम गराउनु पर्ने रहेछ। जस्तै निर्माणमा चाहिँ उहाँहरूले पाइपलाइन खन्ने पुर्ने जस्ता यो श्रम दिने, श्रमदान अथवा योगदान भनौँ, त्यो चाहिँ अनिवार्य रहेछ। त्यो सायद अब समुदायको आर्थिक स्थिति हेरेर कहिले अब 10%, 15%, 20%सम्म पनि गराउन सकिन्छ। यसरी उहाँहरूको चाहिँ श्रम नै लगानी भएपछि उहाँहरूलाई चाहिँ एकदमै आफ्नोत्व पनि महसुस हुने रहेछ। त्यसैले यो पक्ष चाहिँ एकदमै जरुरी। सँगसँगै योजना बनिसकेपछिको सञ्चालन, अनुगमन यो गर्ने कुरामा चाहिँ उहाँहरूलाई चाहिँ प्रत्यक्ष नै सहभागी गरायो भने चाहिँ धेरै नै योजनालाई दिगो बनाउनको लागि चाहिँ सजिलो हुने देखियो। अर्को छ समुदायको चाहिँ क्षमता विकास, क्यापासिटी बिल्डिङ अनिवार्य छ। जस्तै त्यहाँ समितिहरू निर्माण गर्छौँ, समितिहरूलाई चाहिँ आवश्यक नेतृत्वको तालिमहरू, सञ्चारका तालिमहरू, अनि उहाँहरूले चाहिँ महिनाभरि हरेक महिना चाहिँ मिटिङ गर्ने, एजेन्डा बनाउने, खर्चहरू
हिसाबहरू राख्ने, अडिट गर्ने, यो कुराहरू सबै पनि उहाँहरूको जिम्मेवारीहरू सबै स्पष्ट हुने गरी उहाँहरूलाई त्यो तालिम दिन पनि जरुरी देखिने रहेछ। सँगै यो VMW भन्छौँ, भिलेज मेन्टेनेन्स वर्कर्स, उहाँहरूको पनि ट्रेनिङहरू अनिवार्य छ, उहाँहरूको जिम्मेवारी पनि अनिवार्य छ। त्यसरी हाइजिन प्रमोटरहरू पनि हामीले छान्नुपर्ने रहेछ र उहाँहरूलाई पनि आफ्नो जिम्मेवारीहरूको सम्बन्धी तालिमहरू हामीले दिन अनिवार्य छ। साथै समितिलाई चाहिँ अनिवार्य रूपमा दर्ता गर्ने र समितिलाई एउटा कानुनी रूपमा एउटा लिगल बडीको रूपमा इस्टाब्लिस गरेपछि उहाँहरूलाई भोलि आउने कानुनी अडचन, कानुनी रूपले निरूपण गर्नुपर्ने कति कुराहरू हुन्छन्, त्यो कुरालाई उहाँहरूलाई गर्न पनि इम्पावर हुन्छन् र लिगल्ली उहाँहरू क्वालिफाइड हुने भएको हुनाले अनिवार्य दर्ता पनि हुनुपर्छ, जसले गर्दा यो उसको संस्थागत विकास र पछिसम्म योजना सञ्चालन गर्नलाई उहाँलाई कुनै पनि कानुनले अवरोध नगर्ने रहेछ। त्यसपछि सुरु हुन्छ सर्वेक्षण, डिजाइन तथा लागत अनुमान चरण। यस चरणमा खानेपानी आयोजनाको विस्तृत सर्वेक्षण, डिजाइन, निर्माण सामग्री सम्बन्धी तालिम, लागत इस्टिमेट र आयोजना निर्माणको कार्ययोजना तयार गर्ने लगायतका काम गरिन्छन्। यदि योजना गम्भीर प्रकृतिको छ भने सामाजिक तयारीकै चरणमा प्राविधिक सम्भाव्यता पनि अध्ययन गरिन्छ। कुनै पनि खानेपानी दिगो हुनको लागि प्राविधिक हिसाबले भन्नुपर्दा सबैभन्दा अगाडि त्यो खानेपानी योजनाको डिजाइन पक्ष नै एकदम सही हुनुपर्दछ। यहाँनिर डिजाइन पक्ष भन्नाले प्राविधिक सर्वेक्षणदेखि लिएर त्यो योजनाको निर्माण संरचनाहरूको सुरक्षित र चाहिँ सही ठाउँको छनौट, अनि त्यस पछाडि त्यो योजनाहरूको गुणस्तर निर्माण संरचना, अनि त्यो निर्माण सामग्रीहरूको गुणस्तरको पनि कुरा आउँछ। र यसमा अर्को कुरा भन्नुपर्दाखेरि त्यो योजनाको मूल कतिको सही छनौट गरेको छ त्यसमा पनि भर पर्छ। त्यो योजनाको मूल चाहिँ भयो भने 1 वर्षदेखि 1.5 वर्षसम्म त्यो मूलको प्रत्येक महिनाको नापो लिएर त्यो मूलको चाहिँ अधिकतम र सबभन्दा थोरै अथवा म्याक्सिमम र मिनिमम सोर्स यिल्ड भन्छ, मूलको नाप चाहिँ भयो भने सही डिजाइन आउँछ। अब यो डिजाइनको कुरा गर्दाखेरि अर्को कुरा चाहिँ यसमा के पर्छ भने त्यो योजनाको वितरण प्रणालीमा पनि भर पर्छ। त्यो योजनाको वितरण प्रणाली कुन प्रणालीमा बनाएको छ, जस्तै गोर्खाली ट्रस्टले चाहिँ बहुट्याङ्की वितरण प्रणाली डिजाइनमा चाहिँ निर्माण गरेको हुन्छ। बहुट्याङ्की प्रणालीमा चाहिँ आफ्नो आफ्नो टोलमा चाहिँ ट्याङ्की बनाएको हुन्छ र त्यसमा यो वितरण ट्याङ्की पनि भन्छ हामीले। त्यो वितरण ट्याङ्कीबाट त्यो रिजर्भर ट्याङ्कीमा जान्छ र त्यो रिजर्भर ट्याङ्कीको टोल अनुसार बनाइदियो भने कुनै पनि धारामा या पानीको चुहाट भयो भने त्यो टोलको ट्याङ्कीमा मात्रै असर पर्छ। त्यसले गर्दाखेरि त्यो दीर्घकालीन रूपमा अथवा भविष्यमा त्यो योजनाको पानीको बहावमा अथवा पानीको सदुपयोगमा पनि त्यो डिजाइन चाहिँ ले पानीको चुहाट कम हुन्छ। अर्को कुरा चाहिँ गोर्खा वेलफेयर ट्रस्टले चाहिँ अथवा योजना निर्माणको बेलामा के गर्छ भने त्यो डिजाइन मात्रै परिवर्तन नभइकन त्यो डिजाइनलाई हुबहु रूपमा कार्यान्वयन गर्छौँ, निर्माणको बेलामा कार्यान्वयन गर्छौँ। त्यो निर्माणको अवधिभरमा चाहिँ हामीले हाम्रै मातहतका कर्मचारी एउटा प्रोजेक्ट सुपरभाइजर भन्छ, त्यो प्रोजेक्ट सुपरभाइजरले पुरो अवधिमा चाहिँ उसले सुपरभिजन गर्छ, निर्माणको सुपरभिजन गर्छ। त्यो पनि चाहिँ एउटा महत्त्वपूर्ण पक्ष हो। जबकि हामी कुनै पनि योजनालाई ठेकेदार प्रणालीमा गर्दैनौँ, ठेक्का चाहिँ दिँदैनौँ। हाम्रो आफ्नै योजनाको कर्मचारीहरू मार्फत बनाउँछौँ र त्यहाँ त्यो बनाउने बेलामा हामीले यो सार्वजनिक सुनवाई पनि गर्छौँ। सर्वेक्षण, डिजाइन तथा लागत अनुमान चरणपछिको चरण हो सम्झौता तथा निर्माण चरण। आयोजना निर्माणमा आफै अग्रसर नभई समुदायसँग सहभागितामूलक कदम अपनाउने ट्रस्टको सिद्धान्त अनुरूप ट्रस्टको तर्फबाट कति लागत बेहोर्ने र खानेपानी उपभोक्ता समितिले कति लागत सहभागिता जनाउने भन्ने कुराहरू
यसै चरणमा किटान गरिएको हुन्छ। त्यसपछि सम्झौता अनुसार दुवै पक्षले निर्माण कार्यमा सहभागिता जनाउँछन्। हामीले यो हातमा ठेला भन्ने कुरा एउटा हातमा नि बाँकी थिएन ठेला सर। प्रतीक्षाको फल मिठो हुन्छ भने जस्तै भएको छ अहिले हाम्रो लागि प्रतीक्षाको फल मिठो भएको छ। पानी त्यो तर त्यतिखेर आउँदाखेरि त ओहो धेरै गाह्रो भयो हामीलाई। यति धेरै काम लाउने होइन कति काम लाउने रहेछ भन्ने एउटा होइन मनमा मनसाय नि भयो। अब त आएकै थिएन देखेकै थिएनौँ हामीले त। अनि पछि त अब यो धारा लगभग सम्पन्न हुँदै आइसक्यो त त्यो दुःख पनि बिर्सियो। धाराहरू सम्पन्न भयो अनि धारामा पानी झर्दा त ल त्यो दुःखै आउँदैन क्या अहिले चाहिँ। अहिले घरमा सेतो धारा छ होइन पानी झरेर झरेको देख्दा त मनै आनन्द हुन्छ सर। खानेपानी र सरसफाई कार्यक्रम केवल समुदायमा मात्र केन्द्रित नभई आयोजनाभित्र समावेश भएका विद्यालय, स्वास्थ्य संस्था, गुठी जस्ता सामाजिक संस्थामा समेत सञ्चालन गरिन्छ। विद्यालयमा निर्माण गरिएको प्रयोगमैत्री शौचालय, प्याड फेर्ने ठाउँ र महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रमले छात्राहरूको शैक्षिक वातावरण सुध्रिएको छ। चेन्जिङ रुम नहुँदा चाहिँ अब कसैले देख्लान् नराम्रो गर्लान् भन्लान् भन्ने हुन्छ। जब त्यो रुम भएपछि चाहिँ आफू त्यो आफ्नो सरसफाइको लागि आफूलाई छुट्टै हुने भयो। त्यो रुममा गएपछि आफूलाई त्यो प्रयोग गर्दा चाहिँ एकदमै सहज हुने छुट्टै नै हुन्छ कि आफ्नो लागि। कसैले देख्दैनन् आफूलाई जति बेला आवश्यक पर्छ त्यही बेला त जाने अनि चेन्ज गर्ने आउने। अब यहाँ टोयलेटहरू प्याड राख्ने ठाउँहरू नहुँदा चाहिँ घरमै अब यस्तो छैन त्यस्तो हुन्छ भन्ने हुन्थ्यो। स्कुल आउन मन लाग्दैन थियो। अहिले सब प्याडहरू व्यवस्थापनको ठाउँहरू छ, व्यवस्थापन गर्ने ठाउँ अहिले जम्मै व्यवस्थापन छ। यस्तो छ अब गएर पढ्ने भन्ने अहिले हौसला आउँछ। खानेपानी आयोजनालाई प्रभावकारी तथा दिगो बनाउन आयोजना निर्माणकै सिलसिलामा र आयोजना निर्माण पश्चात पनि आयोजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी उपभोक्ता समितिलाई तालिम दिएको हुन्छ। मर्मत सम्भार कार्यकर्तालाई भने आफ्नो जिम्मेवारी तथा मर्मत सम्भारको विषयमा तालिम दिएको हुन्छ। यसले गर्दा खानेपानी उपभोक्ता समिति आफै खानेपानी आयोजना सञ्चालन तथा व्यवस्थापन गर्न सक्षम हुन्छन्। पानीलाई दिगो राख्नका लागि हामी सबैजना हाम्रो गाउँका सबैजना दाजुभाइ दिदीबहिनीहरू हामी लागि पर्न तत्पर छौँ र हामी जसरी हुन्छ सफा सुरक्षित अनि यसलाई दिगो बनाउनका लागि हामीहरूले आफ्नो तर्फबाट कसरी हुन्छ कहाँ के गरेर हुन्छ मुहानहरू धाराहरूलाई चाहिँ सुरक्षित राख्नेछौँ। दिगो रूपमा सुरक्षित खानेपानी उपलब्ध गराउन उपभोक्ता समितिलाई सक्षम बनाए जस्तै बालबालिका तथा बालबालिकाका बुबाआमालाई स्वच्छ बानी व्यवहार अपनाउन तयार गराउनु ट्रस्टको अर्को महत्त्वपूर्ण काम हो। सुरक्षित खानेपानी र सरसफाइको कमीका कारण लमजुङको दोर्दी गाउँपालिकामा कडा कुपोषणको शिकार भएका बालबालिकाहरू स्वच्छता व्यवहार परिवर्तन कार्यक्रमबाट कुपोषण मुक्त भएका छन्। हामीलाई गर्व पनि लाग्छ। त्यो बालबालिका हामीले कार्यक्रम सुरु गर्दाखेरि जस्तो अवस्थामा हुनुहुन्थ्यो अहिले चाहिँ सुधार भएर नर्मल हामी जस्तै अरू बालबालिका जस्तै चाहिँ हुन आयो। त्यसमा हामीले सबभन्दा पहिले पोषण सँगसँगै खानेपानी सुरक्षित खानेपानी सरसफाइ र स्वच्छताको कुरामा जस्तै हामीले यो 1000 दिनको बालबालिकाहरूलाई लक्षित गरेर 6वटा सूचकहरूलाई आधार मानेर चाहिँ कार्यक्रम सुरुवात गरेका थियौँ सर। त्यसमा 6वटा सूचकहरूमा चाहिँ पहिलो सुरक्षित खानेपानी र स्वच्छ खानेपानी र सुरक्षित भण्डारणको कुरा भयो। अर्को चाहिँ बच्चाहरूको बालबालिकाहरूको दिशा व्यवस्थापन चर्पीमा नै गर्नुपर्छ भन्ने कुरा थियो। अर्को चाहिँ 6 महिनासम्म बच्चाहरूलाई आमाको स्तनपान नै गराउनुपर्छ भन्ने थियो। अर्को चाहिँ बच्चाहरू खेल्ने र खाने ठाउँ सुरक्षित र सफा हुनुपर्छ भन्ने थियो। र 6 महिना पछाडि उहाँहरूलाई अतिरिक्त खानाको लागि जस्तै गाई भैँसीको दुध खुवाउँदाखेरि चाहिँ प्रत्येक पटक उमालेर खुवाउनुपर्छ भन्ने थियो। अनि 6वटा सूचकहरूलाई लिएर हामीले कार्यक्रम गर्दाखेरि उहाँहरूलाई यति कुरा थाहा थिएन खानेपानी चाहिँ तताएर मात्रै खुवाउने
चलन थियो। तर उमालेर खुवाउनुपर्छ भन्ने चाहिँ उहाँहरूले थाहा पाउनु भएको थिएन, बुझ्नु भएको थिएन, चेतनाको अलिक कमी थियो। र 6वटा वासको हिसाबबाट हामीले 6वटा सूचकहरूलाई लिएर काम गर्दाखेरि उहाँहरूले चाहिँ फिल गर्नुभएको कुरा पोषण मात्रै नभएर यो खानेपानी सर्टिफाई र स्वच्छताको यो 6वटा इन्डिकेटर सहितको कुरालाई मनन गरेर अनि उहाँहरूले चाहिँ त्यो कुरालाई एप्लाई गर्नुभयो र त्यो कुराले नै सम्भव भयो। उत्थानशील खानेपानी सरसफाई तथा विपद पूर्व तयारी कार्यक्रमको अर्को महत्त्वपूर्ण काम हो स्थानीय सरकारलाई विपद पूर्व तयारी र प्रतिकार्यका लागि सक्षम बनाउनु। कार्यक्रमले 14 जिल्लाको 14वटा पालिकामा विपदजन्य घटनाको पूर्व तयारी र प्रतिकार्यका लागि योजना निर्माण गर्न सघाउ पुर्याएको छ। RWEPP प्रोग्राम गोर्खा वेलफेयर ट्रस्टले 2021बाट सुरु गरे पश्चात विभिन्न खालका विपद पूर्व तयारी र विपद प्रतिकार्यका चाहिँ कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै गरेका छौँ र यो कार्यक्रम चाहिँ नेपालभरि 6वटा प्रदेशका 14 जिल्लाका 14 पालिकाहरूमा चाहिँ यो कार्यक्रम सञ्चालन छ र यसमा हामीले विपद सम्बन्धी गतिविधिलाई पूर्व तयारी अन्तर्गत सिस्टम स्ट्रेन्थनिङ अन्तर्गत वार्ड लेभलको चाहिँ विपद व्यवस्थापन समिति गठन गर्ने वडा अध्यक्षज्यूको चाहिँ अध्यक्षतामा र वडा लेभलमा चाहिँ उहाँहरूलाई 3 दिनको तालिम पश्चात भल्नरेबिलिटी क्यापेसिटी एसेसमेन्ट तालिम पश्चात वडा विपद व्यवस्थापन समितिलाई नै परिचालन गरेर त्यहाँको भल्नरेबिलिटी क्यापेसिटी एसेसमेन्ट गर्ने काम हुन्छ र त्यो क्यापेसिटी एसेसमेन्ट काम गरिसके पछाडि हामी त्यो वडामा कस्ता खालका चाहिँ हाजार्डहरू चाहिँ विशेष गरिकन चाहिँ हुने गर्दा रहेछन् त विद्यमान र त्यसले कस्तो खालको विपद निम्ति आएको रहेछ विगतमा भन्ने चाहिँ हिस्ट्री एनालिसिस गरेर अब चाहिँ त्यो वडामा अथवा त्यो चाहिँ समुदायमा कस्ता विपद हुन सक्लान् र त्यसको न्यूनीकरणको लागि चाहिँ कस्ता खालका योजनाहरू चाहिँ वडा लेभलमा चाहिँ हामीले चाहिँ बनाउनुपर्छ तय गर्नुपर्छ र वडाले त्यो अनुसारको चाहिँ बजेट विनियोजन गरेर आगामी दिनमा न्यूनीकरणका गतिविधिहरूलाई चाहिँ सञ्चालन गर्नुपर्छ भनेर चाहिँ हामीले एउटा वडा लेभलको विपद व्यवस्थापन योजना पनि बनाउँछौँ र हरेक वडाको विपद व्यवस्थापन योजना र विपद व्यवस्थापन समिति बनिसके पछाडि फेरि हामी गाउँपालिका अथवा नगरपालिका स्तरको पालिका अथवा नगरपालिका लेभलको विपद व्यवस्थापन समिति गठन गर्छौँ। त्यो समिति चाहिँ पालिकाको मेयरज्यू अथवा अध्यक्षज्यूको अध्यक्षतामा हुन्छ र उहाँहरूकै अगुवाईमा फेरि त्यहाँ पनि एउटा ट्रेनिङ सञ्चालन गर्छौँ र त्यो ट्रेनिङ कसरी योजना बनाउने, कसरी चाहिँ हामीले वडा लेभलमा चाहिँ भल्नरेबिलिटी क्यापेसिटी एसेसमेन्ट गरेका छौँ त्यो तथ्याङ्कहरू सेयर गर्छौँ, त्यसलाई भ्यालिडेट गर्छौँ। यो सबै प्रक्रियाहरू पुरा भइसके पछाडि चाहिँ के हुन्छ त भन्दाखेरि उहाँहरूले चाहिँ विभिन्न ग्रुपहरूमा चाहिँ समूहहरू बनाएर चाहिँ अब त्यसको न्यूनीकरणका लागि कस्ता योजनाहरू बनाउँदा उपयुक्त होला त पालिका लेभलमा, पालिका लेभल भनेको एउटा योजना बनाउने चाहिँ तहमा चाहिँ कसरी काम गर्दा होला भनेर उहाँहरूले चाहिँ योजनाहरू चाहिँ आफैले तयार गर्नुहुन्छ। त्यो तयार गरेको योजनाहरूलाई चाहिँ बजेटिङ कति बजेट विनियोजन गर्नु पर्ला त हैन त्यो गरिन्छ। त्यस पछाडि चाहिँ प्रायोरिटी पनि गरिन्छ। पहिलो वर्षमा चाहिँ कुन योजना गर्ने त एकदमै आवश्यक कुन छन् त, दोस्रो वर्षमा कुन गर्ने, तेस्रोमा कुन गर्ने गरेर 4-5 वर्षको योजनाहरू हामी तय गर्छौँ र पालिका लेभलको चाहिँ हामी लोकल डिजास्टर एन्ड क्लाइमेट रेजिलियन्ट प्लान तयार गर्छौँ। त्यस्तै गरिकन RWEPP प्रोग्रामकै प्राविधिक सहयोगमा चाहिँ पालिका लेभलको लोकल इमर्जेन्सी अपरेसन सेन्टर स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र पनि हामीले इस्टाब्लिस गर्न सपोर्ट गरेका छौँ। खानेपानी सरसफाई र स्वच्छता क्षेत्रमा भइरहेका कामहरूको अनुगमन तथा मूल्याङ्कन गरी गुणस्तर सुनिश्चित गर्न गोर्खा वेलफेयर ट्रस्ट अन्तर्गत छुट्टै अनुगमन तथा मूल्याङ्कन शाखा छ। शाखाले अनुगमनको चेकलिस्ट बनाई भइरहेका कामहरू डिजाइन अनुसार भए नभएको अनुगमन गरी सुधार गर्नुपर्ने पक्षहरू औल्याउने र मूल्याङ्कन गर्ने काम गर्दछ। हाम्रो अनुगमनको कार्यक्रममा चाहिँ 6वटा हाम्रो आउटपुट रहेको छ कार्यक्रमहरू, जसमा पहिलेदेखि नै यो जुन स्थानीय सरकारलाई हामीले चाहिँ कसरी उहाँहरूलाई चाहिँ राम्रो गर्ने, तपाईँको एनवास र तपाईँको विपदमा काम कसरी गरिन्छ र हाम्रो दोस्रो कार्यक्रम रहेको छ खानेपानी योजना बनाउने, तेस्रो रहेको छ सामाजिक चरणका व्यवहार परिवर्तनका कुराहरू, चौथोमा विपदका पूर्वाधारहरू यो इमर्जेन्सी प्रिपेयरनेसका कुराहरू र इमर्जेन्सी अपरेसन सेन्टरहरू लाई चाहिँ स्थापना गरेर उहाँहरूलाई अझै तालिम दिने
र 5औंमा प्राइभेट सेक्टर स्ट्रेन्थनिङ र 6औंमा चाहिँ अनुगमन तथा मूल्याङ्कन र सिकाइहरू चाहिँ रहेको छ। यो 6वटा नै कार्यक्रमको चाहिँ यता अनुगमन र मूल्याङ्कन चाहिँ गर्ने काम चाहिँ मेरो हो र ती मध्येमा पनि एकदमै इम्पोर्टेन्ट भनेको मुख्य कुरा भनेको नै त्यो कामहरू गर्दा आएका चुनौतीहरू कस्ता थिए, हाम्रो त्यहाँबाट सिकाइहरू के भयो र राम्रो सिकाइहरू कसरी हामीले अझै भविष्यमा सुधार गर्न सकिन्छ भन्ने कुरा चाहिँ अनुगमनको पाटो रहन्छ। र त्यति मात्र नभएर अब हाम्रो कार्यक्रम पनि अब बिस्तारै अब समापन भइरहेको छ। यो 6वटा कार्यक्रमलाई चाहिँ कसरी अगाडि बढाएर दिगोपन कसरी गर्न सक्ने र जुन स्थानीय सरकार हाम्रो समुदायको मानिसहरू हुनुहुन्छ उहाँहरूले चाहिँ अब GWT बाहेक पनि उहाँहरूले अगाडि कसरी बढाउनुहुन्छ, यसलाई निरन्तरता कसरी दिनुहुन्छ र के गर्न सकिन्छ भन्ने बारेमा चाहिँ हामीले एकदमै काम गरिरहेका छौँ र यो अनुगमन अन्तर्गत पर्छ। र त्यति मात्र नभएर हाम्रो 3टा कुराहरू छन्, त्यो भनेको रेजिलियन्स अफ पिपल, रेजिलियन्स अफ सर्भिस, रेजिलियन्स अफ इन्स्टिट्युसन। यो उत्थनशील एउटा भनौँ न पालिकालाई उत्थनशील बनाउने, समुदायको मान्छेलाई र सेवा सुविधा जुन खानेपानी योजना छ र विपदका छन् ती सबै सेवा सुविधाहरू 3टा कुरालाई कसरी उत्थनशील बनाउने भन्ने कार्यक्रम पनि यो हाम्रो खानेपानी RWEPP प्रोग्रामको हो र यो अनुगमनको काम चाहिँ मुख्य गरेर त्यसमा फोकस गर्छ। खानेपानी आयोजना निर्माणमा आफै अग्रसर नभई समुदायसँग साझेदारी गर्ने, स्थानीय स्रोत र साधनको अधिकतम परिचालन गर्ने, खानेपानी आयोजना निर्माणको हरेक चरणमा महिला र पुरुष बीच भेदभाव नगरी समानतालाई जोड दिने गोर्खा वेलफेयर ट्रस्टको मुख्य सिद्धान्त हो। यसलाई पालिका प्रमुखहरूले समेत आफ्नो पालिकामा अवलम्बन गर्न थालेका छन्। आफ्नै स्रोत साधनले योजना तर्जुमा गरेर सम्पन्न गरेका खानेपानी योजनाहरू हामीले अलि परम्परागत ढङ्गले जुन चाहिँ अहिले पछि आएर गोर्खा वेलफेयर ट्रस्टको समन्वयमा भएका जुन चाहिँ आयोजनाहरूबाट बनेका मूल मुहान संरक्षण गर्नेदेखि लिएर त्यसमा आउने खानेपानीमा आउने शुद्धताहरू कायम गर्नेदेखि लिएर अब भनौँ न धारा बनाउने अनि त्यसपछि टङ्की बनाउने त्यस अन्तर्गतका विभिन्न संरचना बनाउने कुराहरूमा पनि हाम्रो ध्यान नगएका कतिपय चिजमा पनि हामीले अब नयाँ एउटा टेक्निक, एउटा तरिका एउटा चाहिँ हामीले पाएका छौँ। अनि एउटा समुदाय परिचालन गर्ने तौर तरिकामा पनि हामीले चाहिँ नयाँ खालको एउटा तरिका हामीले अहिले थाहा पाएका छौँ। त्यसो भएको हुनाले हामीले जुन गरिरहेको अवस्था थियो त्यसमा र अहिले चाहिँ गोर्खा वेलफेयर ट्रस्टको जुन यो खानेपानी आयोजना सम्पन्न भएको छ निकै नयाँ तौर तरिका बाट यो चाहिँ पछि यो चाहिँ आयोजनाहरू सम्पन्न भएका छन्। योबाट हामीले धेरै कुरा सिकेका छौँ। अब हामीले आगामी दिनहरूमा यसै एउटा तौर तरिकाहरूलाई, एउटा विधिलाई यो चाहिँ पछ्याउने हामीले चाहिँ प्रयास गर्ने नै छौँ। सामाजिक तथा आर्थिक रूपमा कमजोर भएका व्यक्तिहरूलाई सामाजिक न्यायको सिद्धान्त अनुसार आर्थिक रूपमा सक्षम व्यक्तिले कमजोर व्यक्तिलाई सहयोग गर्ने वा विपन्न व्यक्तिले गर्नुपर्ने श्रमदानको हिस्सा कार्यक्रमले नै बेहोर्ने ट्रस्टको अर्को महत्त्वपूर्ण सिद्धान्त हो। कार्यक्रमको हरेक चरणमा सक्रिय सहभागिता जनाउनु पर्ने, संस्था र समुदायबीच भएको सबै क्रियाकलाप र प्रगतिहरूको जानकारी दुवै पक्षबीच छर्लङ्ग गराउनु पर्ने ट्रस्टको प्रमुख सिद्धान्तभित्र पर्दछ। साझेदार नगरपालिकाहरूले ट्रस्टका सिद्धान्तहरूलाई अङ्गीकार गर्न थालिसकेका छन्। सबैभन्दा ठुलो कुरो अहिले चाहिँ श्रमदान गर्ने चाहिँ परिपाटी हटिसकेको अवस्था थियो यो ठाउँतिर। र GWT आइसकेपछि जुन सामाजिक तरिकाबाट चाहिँ जनताहरूलाई चाहिँ सहभागिता गराउन सकियो, जुन किसिमबाट सामाजिक परिचालन गर्छ, समुदायहरूलाई चाहिँ योजनामा चाहिँ समाहित गर्छ, ती कामहरू अत्यन्तै राम्रो छ। त्यो राम्रो काम भएका कारणले योजनाहरूलाई सम्पन्न गर्न त्यहाँबाट पारदर्शिता, योजना मात्र होइन त्यहाँ पारदर्शिता पनि उत्तिकै चाहिँ महत्त्वपूर्ण कुराहरू छन्। जनताकोमा गएर चाहिँ खर्च सार्वजनिक गर्ने कुराहरू, जनतालाई चाहिँ परिचालन गर्ने कुराहरू, योजनामा चाहिँ मर्मत सम्हारका कोषहरू राख्ने कुराहरू चाहिँ GWTबाट चाहिँ अन्य सङ्घ संस्थाहरू, नेपाल सरकार, प्रदेश सरकारले पनि सिक्न पर्ने कुराहरू GWTबाट धेरै छ। ट्रस्टले उत्थानशील खानेपानी, सरसफाई तथा विपद तयारी कार्यक्रम अन्तर्गत 14 जिल्लाको 14 पालिकामा खानेपानी,
सरसफाई तथा स्वच्छता वास प्लान निर्माण गरी सम्बन्धित पालिकाको गाउँ तथा नगरसभाबाट अनुमोदन गराइसकेको छ। वास प्लान खानेपानी, सरसफाई र स्वच्छता क्षेत्रको आगामी मार्गदर्शन हो। अब बन्ने खानेपानी, सरसफाई र स्वच्छता योजनाहरू यसैको आधारमा तर्जुमा हुन्छन्। यसरी खानेपानीको धारादेखि गाउँपालिकाको योजना निर्माणको तहसम्म गोर्खा वेलफेयर ट्रस्टको योगदान जोडिएको छ र जोडिरहनेछ अनन्तसम्म।